पछिल्लो समय रोजगारीको अभाव र वैदेशिक पलायनको बढ्दो प्रवृत्ति बीच बाजुरामा युवा पुस्ता क्रमशः स्वरोजगार र व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। साना व्यवसाय मार्फत युवाहरूले आफ्नै भविष्य निर्माण गर्ने प्रयास गरिरहेका हुन्। बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा 2057-58 सालदेखि व्यवसाय गर्दै आउनुभएका सर्पदेव बोगटीको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको छ। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापार व्यवसायबाट जीविकोपार्जन गरिरहेको उहाँ बताउनुहुन्छ। 2058-57 देखि नै व्यवसायमा थालेको अझै 30 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो पहिला चाहिँ। अब अहिले चाहिँ हाल हामीहरू पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थाले। 20-22 जना परिवार रोजगारी भनेको खासै कोही पनि छैन। त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु म त। आफ्नै ठाउँमा गरे असम्भव के छ भन्ने सोचका साथ फेन्सी पसल सञ्चालन गर्नु भएको गौमूल गाउँपालिका 3 का मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताले सफलता मिलेको अनुभव भएको छ। फेसन प्रति युवाहरूको बढ्दो रुचि तथा आफ्नो लगावका कारण दैनिक करिब 40 देखि 50 जना ग्राहक आउने गरेका छन्। 90,000 रुपियाँ घरबाट ल्याएर मैले पसल सुरुवात गरेका थिएँ। अहिले 13 वर्ष पुग्यो। अहिले त अब धेरै कुराहरू अब ग्राहकहरूलाई पनि विश्वास दिलाउन सक्यो। ग्राहकहरू पनि त्यसरी आजभोलि जेस आकर्षित भयो भनौँ। मेहनत गर्दा सबै कुराहरू जेस हुँदो रहेछ भन्ने कुराहरू भयो। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरौँला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई यो कुराहरू त्यो सोच्दै नसोचेका कुरा मलाई आफैलाई पनि अहिले अचम्म लाग्छ। ग्राहकहरू दिनमा आजभोलि त 50, 60, 70, 80 अब 20-30 जना त अब खालि पसलमा त आइराख्छन् गइराख्छन्। प्रविधिको बढ्दो प्रयोगसँगै इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनु भएका टीएस मोबाइल ग्यालरीका सञ्चालक टेक बहादुर बुढाले सिप सिकेर व्यवसाय सुरु गर्नु भएको हो। थोरै लगानीबाट सुरु गरिएको यस व्यवसायले अहिले कोल्टी, पिलुचौर र समीकार्तिक क्षेत्रमा विस्तार पाइसकेको छ र उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ। म भारतमा चाहिँ करिब 9 वर्ष जति बसेँ। नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजेँ। 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ। ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले कोल्टी छ, स्वामी कार्तिक छ र पिलचौर छ। यो अहिले पछिल्लो टाइमको एउटा समाजको माग नै हो जस्तो लाग्छ। यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेको छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ। राम्रो छ यो। आम्दानी ठिकै छ, राम्रो छ। चित्त इन्डिया गएर भारतमा गएर अर्काको ठाउँमा गएर गर्नुभन्दा आफ्नै देशमा चाहिँ एकदम सन्तुष्टका साथ चाहिँ बसेका छौँ। राम्रो छ। बाजुरामा हाल 3661 व्यवसाय दर्ता प्रक्रियामा रहेका छन् भने कैयौं साना व्यवसायीहरू बिना दर्ता पनि व्यवसायमा संलग्न छन्। व्यवसायमा आकर्षित युवा पुस्तालाई राज्यले तालिम, सहुलियत, ऋण तथा बजार व्यवस्थापनमा सहयोग गर्न आवश्यक रहेको सरकारवालाहरू बताउँछन्। यसले बेरोजगारी घटाउनुका साथै देशको अर्थतन्त्र सुदृढ बनाउन टेवा पुग्ने विश्वास गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल, हाम्रो साना उद्योगमा त दर्ता हुन्छ, मजौला र ठुला हुँदैन। 3361 वटा छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भए व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक वडामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा हैन बजेट छुट्याउन पायो भने सजिलो हुन्थ्यो। युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो। युवा पुस्तामा व्यवसाय प्रतिको आकर्षक बढ्नु सकारात्मक संकेत हो। उचित नीति, सहयोग र प्रोत्साहन भएमा यसले रोजगारी सृजना गर्नुका साथै देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। शर्मिला रुकाया, रेडियो बुढीनन्दा, कोल्टी, बाजुरा।